आज माछा मार्न जानु लाग्यो भन्दाखेरि अस्ति नै प्लान बनाएको 1 हप्ता पहिला माछा मार्न जाने भनेर। तर आज चाहिँ दिन्छु रे अब सबै रेडी भएर माछा मार्नको लागि गइन्छ। हामीसँग दाना पनि छ है। यो चाहिँ माछा मार्ने दाना हो। यो दाना चाहिँ हामीले माछामा हालिन्छ। यो चाहिँ माछा मार्ने जाली हो। मैले रेडी बनाएको क्या। ल अब यी माछा मार्ने जाली फेरि भिरियो। हामी चाहिँ मस्त माछा मारेर आज 10 किलो माछा लिएर आइन्छ। फाइनल्ली हामी अब साइकलमा जाने कि प्लेन के अरे प्लेन भने चाहिँ ट्रेनमा जाने भन्ने कुरो चाहिँ अब मेट्रोमा जाने भन्ने कुरोमा छलफल भइरहेको थियो। तर अब साइकलमा जाँदाखेरि चाहिँ ढिलो हुने जस्तो कुरा भयो। अब हामी चाहिँ मेट्रोमा जाने हो। अब हामी एकैछिनमा मेट्रोमा जान्छौँ। दाइ आज कति मार्ने त माछा? 10 किलो हान्ने होइन त? एक धार्ने हान्ने होइन त? के लाग्दैछ? माछा मारिन्छ जस्तो लाग्दैछ? मारिन्छ होला नि त होइन? आज मार्ने माछा डह्रो लिएर आउँथ्यो। 4 जना भएर टोली भएर हिँड्यो। आज ल्याइन्छ मजाले ल्याइन्छ। अब मैले भ्लग बनाउनु लाग्थेँ हाम्रो ठमाइल बजारको भिडियो नहाली भएन। अनि यो चाहिँ हामी बस्ने ठमाइल बजार। अब यहाँबाट हामी मेट्रो चढेर मजाले गइन्छ। हामी अन्डरग्राउन्ड छियाचल भन्छ है। यो छियाचलभित्र छिरेछ अन्डरग्राउन्ड मेट्रो स्टेसन। अब यहाँबाट हामी रेल चढेर जाने ब्याङ्कको कार्ड। अनि यो चाहिँ मेट्रोको पैसा तिर्ने ठाउँ 1500 काट्यो। अब यहाँबाट हामी छिर्यो। यहाँबाट हामी तल जाने। यहाँबाट तल गएर रेल चढ्ने। रेलबाट अब 2-3वटा स्टेसन 4वटा कतिवटा स्टेसन। यहाँबाट मुनि अझै मुनि जाने। मुनि आएर अझ मुनि अन्डरग्राउन्डको पनि अझै अन्डरग्राउन्ड जानुपर्छ। रेल आइसक्यो तनाक भन्ने स्टेसनमा। अब यो रेल यहाँ आएको देखायो। अब यहाँ पनि आउँछ। अब आउँछ फेरि 1 सेकेन्डमा आउँछ। अब रेल आइसक्यो। यहाँ ठ्याक्क आयो। यहाँ पनि आउँछ। ट्याक्क टाइमको एकदम पक्का हुन्छ क्या। रेल आइसक्यो। त्यसरी रेल आयो। फाइनल्ली अब हामी चाहिँ रेलबाट झऱ्यो। अब यो स्टेसनबाट 10 मिनट जति हिँड्नुपर्छ। त्यसपछि हामी त्यो ठाउँमा पुगिन्छ। अब पैसा तिर्नु पऱ्यो गाडी चढेको भाडा। हामी ट्रेनबाट अब बाहिर निक्लियो। बाहिर निक्लिसकेपछि यहाँबाट अब केही समय हिँड्नुपर्ने हुन्छ। यहाँबाट अब यो पानीहरू भएको ठाउँबाट हामी घरहरूबाट जानुपर्ने हुन्छ। होइन कत्रा घर हुन् बाबा। टाउकोबाट है मेरो त टोपी नै माथि फर्केर त त्यो क्याप टोपी नै खस्ला जस्तो आएको पुरा अग्ला छन् क्या। कसरी बनाएको हो जस्तो लाग्ने। कति राम्रो घरहरू के नेपालमा बनायो भने भूकम्पले भत्काउँछ होला है। ठिकै छ। र फाइनल्ली हामी अब माछा मार्ने ठाउँमा पनि आइसक्यो। यो पुल हो। यो पुल मुनि हो। यस्तो राम्रो दृश्य छ। यो एकदम पार्क हो। अनि यतापट्टि पुल छ। पुलहरू छ। हामी यो पुल मुनि चाहिँ माछा मार्ने हो। हिजो राति चाहिँ एकदम ठुलो पानी परेको थियो। पानी परेर यो जतासुकै पानी नै पानी भयो। खोला नि बढेर ठुलो भएको रहेछ। अब हेरौँ। त्यही बिल्डिङहरूको मुनि यो पुल छ। अनि यो पुलभन्दा मुनि चाहिँ खोला छ। हामी त्यहाँ चाहिँ गर्ने पानी नै पानी भएको जतासुकै हिलो छ। यस्तो हिलो खेत रोपे जस्तो भएको जतासुकै पार्कमा। घाम अस्ताउनु लाग्यो। खास राति हो माछा मार्ने। हामी चाहिँ आउँदाखेरि अलिक छिटै भइहाल्यो। हामी यही खोलामा हो है। माछा मार्ने चाहिँ यही खोलामा हो। यस्तो धमिलो भएको सानो हुन्थ्यो बढेर ठुलो भएको। त्यहाँ पारिबाट हामी माछा मार्ने हो। यसरी ठाउँमा आइसक्यो। अब हामीले जालसाल थाप्छौँ। अनि खास चाहिँ यो खोलामा ठुल्ठुलो माछा त पाइन्छ बल्छीमा। तर हामीले चाहिँ आज झिँगे माछा चाहिँ छोप्ने हो कि। झिँगे माछा एकदम धेरै पर्छ। अरू माछाहरू चाहिँ छोप्न सकिन्छ किनकि बल्छी चाहिन्छ। यहाँ चाहिँ साथीहरूले त घडिया पनि रेडी बनाइसकेको छन्। म आउनु ढिलो भएछ। अहिले यहाँ फर्स्ट माछा फिसिङ हाल्दै हुनुहुन्छ है। यसमा चाहिँ 1 किलो परोस् है त। हो त झाडीतिर हालिदिनु कि एउटा जाली चाहिँ हामीले यहाँ थापेको। अब यसलाई चाहिँ 4-5 घन्टा यतिकै छोडिदिने हो।
4-5 घन्टामा त्यो जाली भरिन्छ अनि त्यसपछि हामीले निकाल्ने है त। टरले टोक्ने भएर मच्छरको उपाय चाहिँ दाइले यहाँ अप्नाउँदै हुनुहुन्छ। यो चाहिँ एकदम मच्छरको लागि एकदमै किन यत्तिकै अब मैले यो जाल हाल्दैछु। यो जालमा आजमा 4 किलो होइन 10 किलो मात्रै पर्यो। चण्डिकालिका पर्व अब यहाँ मैले यो जाल हाल्ने हो। चिप्लो हो एकदम चिप्लो हो जोगिएर जानुपर्छ। लडिएलाई कता हाल्ने यहाँबाट मैले हाल्दैछु जाली। फुत्काएर हाल्नुपर्छ। ओ त्यो बाँधेकै छैन क्या या धन्न जाली ल है त म जाली फाल्दैछु एकदमै। त्यही हाले छैन कसैले यहाँ मुनि हालेर फाल्नुहुन्छ। यो सबसे ठुलो जाली धेरै दाना भएको धेरै माछा पर्ने ठाउँ हो यो चाहिँ। अब यहाँ चाहिँ दाइले फाल्नुहुन्छ। मार्कसी कसेर दाइ रुँगाएर फाल्नु हो। अलि उतै फाल्नु मिलेन त्यो त आधी पनि डुबेर गहिरो होइन दाइ पुरै डुब्ने गरी फाल्नु पर्ने। ए कसले हो बाँधे यस्तरी परो कति परो माछा पर्यो होला है 1 किलो ए तिरी थोरै पऱ्यो है खोल्न प्लास्टिक खोला न कसैले खोलेछु त हाल्ने यसले हाल्ने कति परो है। ओहो माछा अन्त यो अन्त झिङ्गे माछा खाने तरिका पहिला पढाइ लेखाइ गरौँ त्यसै पठाउनु ल्यापटप उफ्रे छ त मजाले माछा हालियो मस्त जाली थापियो। अब लास्ट भोक लाएर चाहिँ अब खाजा खाऊँ भनेर सबैजना भोक लाएर अब खाना त पऱ्यो भने जाली छोडिदिउँ त्यहीँ अनि हिँडेको त्यता त्यो पत्रा बिल्डिङ हुन् हेर्नुपर्ने बडा छन् के अरे बाफ्रे बाफ यसरी हेर्नुपर्छ यार टोपीले खुट्के लाग्छ होइन। ठ्याक्क हामीले यहाँ चाहिँ पिज्जा हाउस भेट्यो। अब यो पिज्जामा कफी सफी के मिल्छ। हो भगवान् पाएको यहाँ पर्खिनुपर्छ 1 घन्टाखेरि। जिएस हो यो चाहिँ जति बेला नि खुल्छ। यहाँ अब के पाइन्छ हेरौँ। पानी किन्न आएको यस्तो चिज भेट्यो के ब्ल्याक लेभल के खाने क्या हो तर यस्तो खाइन्न खाने भए खाइदियो सबै। यहाँ भोक आउँछ उमाल्ने ल्याम खान्छ हो क्या अब दाजुभाइ चाउचाउ दन्काएर अब फेरि माछा निकाल्छ होइन त। उल्टो भएर बोल्दा बोल्दै उता चाहिँ हिँड्छ खुले खाँदै हाम्रो खाजा खाएर आउँदा रात पऱ्यो यार। हामीले माछा हालेको ठाउँमा बिर्सिन्छ क्या खोलो त यही हो तर काँथीमा हालेको अब अँधेरो भयो जाले हराउला जस्तो छ तर कति रमाइलो है। आहा पुरै जतासुकै लाइटै लाइट पुल पनि आमामा के हो है के होस् विकसित देश भयो विकसित हाम्रोतिर कहिले यस्तो हुने हो आफै नि हामी त सपना छौँ कि जस्तो लाउने क्या कुन देश यस्तो पनि हुन्छ विकास भने जस्तो क्या अचम्म हुन्छ नि अचम्मै छ। हामी त है मस्त खाजा झन्काएर आयो एउटा भाइलाई काले भाइलाई यहीँ माछा कुर्न लगाएको थियौँ कहाँ गयो कता गयो यो चाउचाउ बोकेर आफू फेरि माया लाउँछ नि त फेरि एक्लै यहाँ भोकले मरो कि भनेर मैले फेरि लिएर त्यो यस्तो यहाँ त यत्रो माछा पारेछ नि त आधी केजी छ बहुत बडा माछा है यो हो नि त माछा मारा त माछा यो हो किरा छ त यार किरा प्लास्टिक खोल्दियो भाइ ल ओ तल्ले के भन्छ माछाले पागल हो क्या ए तिनीहरूको ठुल्ठुलो माछा यस्तो सानो सानो माछा के दिन्छ